एउटा ठाउँ होइन हिँड्दैछु अहिले घरदेखि बाहिर जाँदैछु तपाईहरुले थाहा पाउनुहुन्छ अहिले एकछिनमा कहाँ जाँदैछु भनेर तपाईहरुलाई देखाउँछु म कुन ठाउँको चाहिँ बाटो देखाउँदैछु भन्ने कुराहरु तपाईहरुले अनि ट्याक्क भन्न सक्नुहुन्छ है त हेर्नुस् है कुन चाहिँ नगरपालिकाको बाटो होइन तपाईहरुले यो ठाउँ हेरेर पत्ता लगाइसक्नु भयो होला हैन यो काठमाडौँ कुन चाहिँ नगरपालिकाको चाहिँ बाटो हो यानी सडक हो हैन यो भन्दा पहिला यो बाटो एकदमै खत्तम थियो हैन पानी पर्यो भने पुरै हिलो हिलो हुने हैन हिँड्न नसकिने त्यसपछि पानी नपर्दाखेरि घाम लागेको समयमा चाहिँ एकदमै धुलो लास्टै मान्छे नचिन्ने यस्तो खत्तम बाटो थियो एकदम खत्तम हैन अस्ति जब चुनाव भयो नि चुनाव अगाडिदेखि चाहिँ यो बाटो चाहिँ बबाल बनाछ कि एकदमै दामी के हिँड्दाखेरि पनि सरररररर हैन पुरै मजा आउने के अहिले चाहिँ यो बाटो तपाईको लगभग पुरै पिच भइसकेको छ हैन माछापोखरीदेखि लगभग पुरै पिच भइसकेको छ अहिले तपाईको पहिला चाहिँ यहाँदेखि माछापोखरीसम्म जान नि तपाईको आधी घण्टा लाग्थ्यो कि आधी घण्टा भनेर बेसी लाग्थ्यो अझै अहिले यही बाटोमा तपाईको त्यही 10 मिनेट जति लाग्छ अहिले 10 मिनेट फटाफट गाडी गयो भने 10 मिनेटमा तपाईको माछापोखरी पुर्याउँछ अब अहिले चाहिँ हिँडिरहेको अवस्था हैन अहिले म ट्याक्कै हिँड्दैछु बाटोतिर हैन अब साँझको बेला पनि भइसक्यो हैन अब के रुममा बसिराख्नु त भनेर चाहिँ यसो हिँडिरहेको हैन बाटोतिर अब 5 जति बस्न लाग्यो साँझको हैन बेलुकीको भनौँ न बेलुकीको 5 जति बस्न लाग्यो बाटोतिर हिँड्दैछु अब के बसिराख्नु भनेर चाहिँ यसो टक्कै हिँड्दैछु बाटोतिर हैन अब के गर्ने यार बाटोमा हिँड्दै जाँदैछु अब गन्तव्यतिर पुग्दैछु हैन गन्तव्य निश्चित छ पुग्ने निश्चय नै हो बाटोतिर हिँड्दैछु अब हेरौँ आजको दिन पनि राम्रै बित्यो जस्तो लागिरहेछ मलाई चाहिँ टक्क हैन अब टक्क लाएर अब पानी परेको मौसम थियो आज सो चिया टक्क खानु पर्यो चिया खाएर टक्क भिडियो सिडियो सुट गरेर टक्क गएर आजको छुट्टी चाहिँ फाइनली फिनिश गराउनु पर्यो त्यसपछि छुट्टी फिनिश गरिसके पछाडी फेरि भोलि अर्को दिन सुरु हुन्छ अब चिया टक्क खाएर आजको छुट्टीलाई त्यही इन गरेर त्यसपछि भोलि फेरि नयाँ दिन सुरु हुन्छ सबै कुराहरु भोलिको राम्रो दिनको प्रतीक्षा गर्दै आजको भिडियोलाई चाहिँ चिया खाना खाँदै यही अन्त गर्दै भोलि भेटौँ ल नेक्स्ट भिडियोमा कुरा गरौँ ल थ्यांक यू बाइ बाइ